हेलो भविष्यका टिचरहरू सन्चै हुनुहुन्छ नि। अब केही दिनमै मावि र निमाविको लाइसेन्स फर्म खुल्न गइरहेको छ। यसपालि जसरी भए पनि लाइसेन्स निकाल्न चाहनुहुन्छ भने यस भिडियोलाई अन्तसम्म हेर्नु, यहाँबाट हजुरलाई धेरै लाभ हुनेछ है। ल पहिलो प्रश्न, नेपालको संविधानले कस्तो समाज निर्माण गर्ने सङ्कल्प गरेको छ? यो चाहिँ संविधान सम्बन्धी प्रश्न हो साथीहरू। ल यसको चाहिँ सही उत्तर हो समतामूलक समाज। संविधान आउने बित्तिकै समतामूलकमा गोलो लगाउने है। दोस्रो प्रश्न, शिक्षक बढुवाको लागि पद निर्धारण गर्दा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरूमध्ये डैश आन्तरिक प्रतियोगितात्मक परीक्षा र डैश कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिनेछ। यो त सिम्पल नै छ है। पहिलोको 25 र दोस्रोको 75% हुन्छ। 25 100 मा 25 घटाउनुहुन्छ 75 बच्छ है। ल तेस्रो प्रश्न, बालमैत्री विद्यालय भन्नाले कस्तो विद्यालयलाई बुझिन्छ? बालबालिकाले आफ्नो रुचि, इच्छा, आवश्यकता, चाहना, सिकाइको गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय। यो एकदम ठिक छ है। त्यसै गरी बालबालिकाको रुचि, स्तर, क्षमता आधारित भई निर्धारित समय सीमा तथा उपलब्ध स्रोत साधन तथा क्षमताको प्रयोगबाट सिकाइ कार्यकलाप सञ्चालन गर्ने। यो दुवै अप्सन ठिक छ। दुवै अप्सन ठिक भएको खण्डमा तेस्रो नपढ्नु होला है। के त दुईवटा अप्सन सही भएको खण्डमा तेस्रो अप्सन नपढ्नु होला। चौथो अप्सन के हुन्छ? माथिको सबै, त्यसमा आँखा मुनेर गोलो लगाउनु होला है। उत्तर चाहिँ त्यो नै हुन्छ। लाइसेन्स पास गर्नु भनेको सबभन्दा इजी कुरा हो है। तर 2081-80 सालमा धेरैजना साथीहरू फेल हुनुभयो। 9% मात्र पास। फेल भनेको धेरै सङ्ख्या भयो है। तर एकदम इजी छ है लाइसेन्स पास गर्न। हामीसँग क्लास लिने सबै विद्यार्थीहरू 81 मा पनि पास भएन र 2080 मा पनि पास। मावि र निमावि दुवैको है। हाम्रो क्लासमा पढाइको साथसाथै ट्रिक, सिस्टमेटिक अध्ययन, टेस्ट सबै कुरा हुन्छ, जसबाट सबैजना पास हुन सफल भइहाल्नुहुन्छ है। यो साल पनि 2080-81 जस्तै 2082 मा पनि अनलाइन क्लास चलिरहेको छ है। मावि र निमावि दुवैको केही दिनदेखि धेरै साना साथीहरू भर्ना गराई अध्ययन गरिराख्नु भएको छ। यदि हजुरहरू पनि एकैपटक यसैपटक जसरी भए पनि पास हुन चाहनुहुन्छ भने हाम्रो क्लासमा स्वागत छ है। क्लास लिनको लागि यहाँ दिएको नम्बरमा सम्पर्क गरी पहिला डाइरेक्ट कुराकानी गरेर भर्ना गराउन सक्नुहुन्छ है। भर्ना गराउने समय यही हो। भ्याकेन्सी खुलेपछि पढ्नुहुन्छ भने पास हुन गाह्रो छ है साथीहरू। सो आजै भर्ना गराई आजैदेखि क्लास लिए 100% नाम निकाल्नुहोस् है। ल भर्नाको लागि यो दिएको नम्बरमा सम्पर्क चाहिँ गर्नु है। धेरैजना साथीहरूको के सोच हुन्छ भने 1-2टा किताब किन्छु, 2-4वटा सेट हेरिहाल्छु, युट्युबमा 2-4वटा प्रश्न हेरिहाल्छु, त्योबाट पास भइहाल्छु मजाले। त्यस्तो 100% हुँदैन है। त्यो 8-10 को परीक्षा होइन, यो TSC को आयोगको परीक्षा हो है। सो अलिकति सिरियस भई अध्ययन गर्नुपर्छ। गहिरिएर अध्ययन बिना मात्र किताब घोकेर पास हुन सक्नुहुन्न। यदि त्यस्तो हुन्थ्यो भने किन 90% फेल हुन्थेन? आफै विचार गर्न सक्नुहुन्छ है। क्लास चाहिँ आवश्यक नै छ। जहाँ लिए पनि क्लास चाहिँ लिनुहोस् है। अनलाइन क्लास लिनुहोस्, सस्तो पनि पर्छ। हाम्रो त झन् सस्तो छ है। 2000 मात्र हो। 3 जना सरहरूले पढाउनुहुन्छ र पास हुने सम्भावना 100% हुन्छ है। सो क्लास जहाँ लिए पनि लिनुहोस्, तर लिनुहोस् है पास हुनु छ भने, नत्र त्यही हो समय बर्बादी मात्र हो। र हाम्रो फीको कुरा गर्दा 2000 मात्र हो है। 2000 भनेको इक्जामसम्म पढ्न पाउनुहुन्छ। आजदेखि इक्जामसम्मको फी हो 2000, महिनाको होइन है, फुल कोर्सको 2000 हो। 2000 तिरेपछि आजदेखि इक्जामसम्म पढ्न पाउनुहुन्छ। मावि र निमावि दुवैको है। ल बजाउँ आफ्नो विषयवस्तुतर्फ। चौथो प्रश्न, व्यावसायिक शिक्षा तथा तालिम वृद्धि परियोजना पहिलेको कुल लागत कति रहेको थियो? यसको चाहिँ सही उत्तर हो 60.9 मिलियन अमेरिकी डलर। त्यसै गरी पाँचौँ प्रश्न, पूर्व बाल अवस्थाको अवधि कुन हो? पूर्व बाल अवस्थाको 2 देखि 6, 6 देखि 12 उत्तर बाल अवस्था है। ल छैटौँ प्रश्न, समुदायको विशेषता तलको मध्ये कुन हो? समुदायको आफ्नै विशिष्ट नाम हुन्छ, ठिक छ है। समुदायको आफ्नै विशिष्ट नियम हुन्छ। उक्त नियम समुदायका सदस्यहरूले निर्माण गर्छन्। 2टा अप्सन सही लागेपछि तेस्रो चाहिँ नपढ्नु है। समय खेर जान्छ। 2टा अप्सन सही लागेपछि तेस्रो नपढ्नु होला। चौथो अप्सन दिएको हुन्छ माथिको सबै, त्यसमा ट्रिक लगाउनु होला है। मैले सुरुमै भनेको लाइसेन्सको इक्जाममा लगाउने हो ट्रिक है। 8-10 वटा ट्रिकहरू छन्, सबैलाई थाहा नहोला है। मैले चाहिँ आफ्नो विद्यार्थीहरूलाई बताइदिएको छु अनलाइन क्लासमा। ल सातौँ प्रश्न, प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले 60 देखि 74 अङ्कसम्म प्राप्त गरेको छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ? यसको चाहिँ सही उत्तर हो द्वितीय श्रेणी। त्यसै गरी आठौँ प्रश्न, बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप 2067 अनुसार कतिजना विद्यार्थीको लागि एक कक्षा कोटा हुनुपर्ने अपेक्षा गरेको छ? 40 जनाको लागि। ल नौँ प्रश्न, विद्यालयको शैक्षिक नेतृत्वमा कुन विशेषता भएको अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ? माथिको सबै आएपछि त्यसैमा टिक लगाउने है। 90% केसमा यो नै उत्तर हुन्छ है, माथिको सबै।
यस्तै 10 वटा ट्रिक छन्। हरेक प्रश्न आफै समाधान गर्न सक्नुहुन्छ है एक्जाममा। ल 10औं प्रश्न, शैक्षिक योजनाको अवधारणा कहिलेदेखि आएको मानिन्छ? 2013 देखि। 11औं प्रश्न, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्थानीय पाठ्यक्रम सम्बन्धमा कस्तो व्यवस्था गरिएको छैन? ल यसको चाहिँ सही उत्तर हो, हजुरहरू पुरै अप्सन पढ्नु होला है। ल स्थानीय पाठ्यक्रम निर्माण गर्ने मुख्य जिम्मेवारी शिक्षा विकास तथा समन्वय इकाइको हुनेछ। यो चाहिँ स्थानीय तहको हुन्छ है, न कि शिक्षा विकास तथा समन्वय इकाइको। सो चाहिँ गलत छ है। ल 12औं प्रश्न, विद्यालयमा पठन पाठन हुने स्वीकृत पाठ्यपुस्तकको सुनिश्चितता डडरले गर्नेछ। स्थानीय तह सबैजसो अधिकारहरू स्थानीय तहलाई दिएको छ अहिलेको समयमा। ल 13औं प्रश्न, निरन्तर विद्यार्थी मूल्याङ्कन तलको मध्ये कुन मूल्याङ्कन अन्तर्गत पर्छ? निरन्तर भनेको निर्माणात्मक हो है। निरन्तर भनेको निर्माणात्मक, सुधारात्मक पनि भनिन्छ है, निर्माणात्मक पर्छ। निर्णयात्मक भनेको लास्टको एक्जाम, वार्षिक एक्जाम चाहिँ निर्णयात्मक हो है। बाँकी भित्रको सबै परीक्षा निर्माणात्मक भित्र पर्छ। स्थान निर्धारण भनेको एमबीबीएसको परीक्षा हो है। 14औं प्रश्न, निरन्तर विद्यार्थी मूल्याङ्कनको आवश्यकता कुन कथनले जनाउँछ? माथिको सबैमा टिक लगाउने है। ल 15औं प्रश्न, घटना अध्ययनको विशेषता कुन होइन? घटना भनेको गहिरिएर अध्ययन गर्ने। ल अनुसन्धान गर्ने व्यक्ति र उपयोगकर्ता एउटै हुने, फरक हुन्छ है। शिक्षकले विद्यार्थीमाथि गर्छ, न कि शिक्षकले आफ्नो माथि। शिक्षकले विद्यार्थीमाथि, डाक्टरले बिरामीमाथि। यो हो घटना अध्ययन है। ल 16औं प्रश्न, शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशक समितिको काम, कर्तव्य र अधिकार कुन हो? ल यसको पनि सही उत्तर हो माथिको सबै। 17औं प्रश्न, तल दिएको क्रममा एउटा अङ्क गलत छ, त्यस अङ्कलाई पत्ता लगाउनुहोस्। 34, 69, 91। 49 चाहिँ स्क्वायर हो है, जस्तै 2 को स्क्वायर 4, 5 को 25, 6 को 36, 7 को 49 है। अरू चाहिँ स्क्वायर होइनन्। ल 18औं प्रश्न, उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग 2055 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? 1, 5, 3, 2, 2। यी सबै घोक्नुपर्ने कुरा होइनन् है, सब ट्रिकबाट याद गर्ने कुराहरू हुन्। ल 19औं प्रश्न, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार बालबालिकाले अनुशासनहीन काम गरी निजलाई निष्कासन गरेमा वा आधारभूत शिक्षा प्राप्त गर्न रोक लगाएमा कति जरिवाना गर्ने पर्ने व्यवस्था गरिएको छ त? 3000 मात्र है। कति त 3000, अप्सन नै ठिक छ। त्यसैगरी 20औं प्रश्न, प्रत्येक विद्यालयमा कम्तीमा 1 जना महिला शिक्षकको व्यवस्था हुनुपर्छ भन्ने सिफारिस गर्ने प्रतिवेदन कुन हो? सही उत्तर हो राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन 2049। ल 21औं प्रश्न, उत्प्रेरणा अनुसार बारम्बार प्रतिक्रिया दोहोऱ्याउने प्रक्रियालाई अभ्यास, बारम्बार दोहोऱ्याउनु अभ्यास हो है। ल 22औं प्रश्न, लम्बिय र खण्डनात्मक विधिको तलको मध्ये कुन पक्षको अध्ययनको लागि प्रयोग गर्ने विधि हो? मानव विकास। के त मानव विकास, मानव सिकाइमा नलगाउने, मानव व्यवहार फरक हो, सिकाइ प्रक्रिया छुट्टै कुरा हो, मानव विकास सही हो है। ल 23औं प्रश्न, विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जनचेतनामूलक कार्यक्रम, तालिम, गोष्ठी, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने कार्य कसको हो? यसको चाहिँ सही उत्तर अप्सन डी गाउँ शिक्षा समितिको है। 24औं प्रश्न, दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न कुन विषयको लागि अस्थायी अध्यापन अनुमति पत्र दिन सक्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावली 2057 ले गरेको छ त? माथिको सबै। ल 25औं प्रश्न, कुनै कार्यालयमा अभिलेख प्राप्ति, सङ्कलन, वर्गीकरण, प्रशोधन, विश्लेषण, उपयोग, भण्डार तथा विनाश सम्मको समग्र प्रक्रिया अभिलेख व्यवस्थापन हो है। प्रक्रिया आएपछि व्यवस्थापन हुन्छ, कार्यालय हुँदैन अभिलेख हुन्छ है। ल 26औं प्रश्न, विद्यालयमा शैक्षिक सुशासन कायम गर्न किन आवश्यक छ? माथिको सबैमा टिक लगाउने है। पहिला नै भनेको एउटा ट्रिक यो हो, बाँकी 9 वटा मैले क्लासमा भनेको छु है। त्यो 10 वटै जानेपछि मजाले जुनसुकै एक्जाम दिनुस्, 50 प्रश्नमा 40 वटा प्रश्न मजाले मिलाइहाल्नुहुन्छ है। त्यसैगरी 27औं प्रश्न, कुनै तह कक्षा वा विषयको अध्ययन गरिसकेपछि प्राप्त हुने उद्देश्यलाई कुन वर्गमा राख्न सकिन्छ त? सही उत्तर साधारण उद्देश्य। 28औं प्रश्न, पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका 2076 अनुसार पाठ्यक्रम विकासको सन्दर्भमा नीतिगत निर्णय गर्ने निकाय कुन हो? सही उत्तर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद हो है। 29औं प्रश्न, विद्यार्थीहरू सम्बन्धित क्षेत्रमा गई प्रश्नावली, अन्तर्वार्ता, अवलोकन माध्यमद्वारा तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गर्ने विधि कुन हो त? सर्वेक्षण विधि हो है। ल अन्तिम प्रश्न, पार्ट 1 को अन्तिम प्रश्न हो है। विद्यालय क्षेत्र सुधार योजनाले निरन्तर मूल्याङ्कन प्रणालीलाई कति कक्षासम्म लागू गर्ने सिफारिस गरेको छ? 1 देखि 7 सम्म है। यो आजको महत्त्वपूर्ण प्रश्न उत्तरहरू है। अनलाइन क्लास चलिरहेको छ, यदि यो पालि जसरी भए पनि पास भए शिक्षक बन्न चाहनुहुन्छ भने स्वागत छ है। केही दिनदेखि हाम्रो अनलाइन क्लास चलिरहेको छ, धेरैजना साथीहरू भन्न गराई अध्ययन गरिराख्नु भएको छ। मेरो सोच के हो भने जतिजना साथीहरू तयारी गर्दै हुनुहुन्छ सबजना पास हुनुहोस् है,
र त्यो पास हुन सिम्पल कुरा छ है, तर अलिकति सिस्टमेटिक तरिकाले अध्ययन, टेस्ट, ट्रिक चाहिन्छ है। ल भन्नको लागि दिएको 8 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। अरूको देखासिकीमा अरू ठाउँमा क्लास लिनुहुन्छ, फी चाहिँ 8-10 हजार लिन्छन्, तर पास गराउन सक्दैनन् है। यो कुरा लेखेर राख्न सक्नुहुन्छ। उनीहरूमा पढ्ने विद्यार्थी बढी हुन्छन्, पास हुने 8-10 जना मात्र हुन्छन् है, त्योभन्दा बढी हुँदैनन्।